केलाउनु पर्ने आलु ठुल्ठुला उसिनेर खान्छन् होला के गर्नु त अब खनेर त ल्याइयो आफैले सबै नगरी हुँदैन है कहाँ छन् हौ ठुल्ठुला पनि कहाँ गएको नि छोरी कहाँ गए बुहारी कहाँ मम्मी आइपुगे ए आलु उसिनेर खाम भनेको अब सबै आफैले त गर्नु पर्यो नि अरूलाई त बुढी ढल्काउँदै हिँड्दा भइहाल्छ यसो भुँडी हल्लाए हिँड्ने के गरे कतिखेर पकाउँछे बुढीले भनेर बाटो हेरे खाना कतिखेर तयारी हुन्छ भने भाँडो बस्यो कि बसेन त्यही मात्रै हेर्छन् अब आफैले त गर्नु पर्यो नि के गर्नु यसपालि पनि छोरी नि पाउने होला खै एउटा त यसो वंश धान्ने चाहिने के गर्थे गर्थे छोरी नै त पाउँछन् होला नि के पाउँथे कोनी अहिले त चेक जाँच पनि हुन्छ अरे कोनी के हुन्छ अरे यसो हेरेर पाउनु नि एउटा एउटा त यसो कानमा फोन लायो भित्र बसो 24 घण्टा खाटमा जतिखेर पनि काम छैन के गर्नु खोइ त त्यस्तै छ लु सुन्छु स्कुल जाने बेला भइसक्यो मुख हेर अनुहार हेर कपालको हुनु छैन झत्ते भएको छ आफू यहाँ सक्नु छैन सबैको स्याहार गर्नुपर्छ मैले त्यो मुढा निकालेर बस ए बुढी दुखेर अरले जस्तै भएको छ के हो यो कपाल भूत नाकभरि सिगान बोकेर आफ्नो स्याहार त अलिक गर्नुपर्छ नि हो नानी मम्मीले सक्दिनँ भनेपछि सबै थोक मैले नै गरिदिनुपर्छ मम्मी के भयो हौ यो पालि पनि बहिनी जन्मे हुन्छ आमाले हामीले यो घरमा बस्न दिनुहुन्न होला नि के भयो त बहिनी जन्मे पनि भाइ जन्मे पनि उस्तै त हो नि कसले भन्नु बस्नु दिँदैन मुद्दा लडेर भए पनि बस्नुपर्छ नि तिनीहरूले भनेर हुन्छ तिमीलाई कसले भन्नु यस्तो यस्तो कुरा चाहिँ केही हुँदैन बुझ्यौ भाइ भए पनि बहिनी भए पनि कसैले केही गर्न सक्दैन बुझ्यौ नि त्यस्तो कुरा बाहिर गएर भन्नु हुँदैन नि बुझ्यौ नि होइन ए मम्मीले फोन पो गर्नुहोस् हेलो के गर्दै हुन्छ मम्मी ए सन्चै छ नि राम्रै गर्छन् नि अब केही भनेका छैनन् फलफुलहरू ल्याइदिँदैछन् त खान ओर्न ए आमासँग कुरा गरेको अब घर कुरा लगाइदिन्छु म नन्दले पनि त्यस्तो केही भनेको सुनेको छुइनँ अहिलेसम्म त खोइ अब गाउँतिर गएर कुरा गर्छन् भने त को नि गरौँ कि राखौँ ल ल मम्मीको आज जस्तो लाग्यो अहिले गर्छु ल ल अब अहिले बुहारीले देखि भने सबै लगी बुढीले भनिहाल्छ यहाँनिर लान्छु अलिकति जेठी छोरीकामा अलिकति पुर्याउँछु कान्छी छोरीकामा अलिकति पुर्याउँछु साइली माइलीकामा पनि पुर्याउँछु अलिकति यिनीहरूलाई त लान्छु खुरुखुरु छानेर मेरा के जान्छ र दुःख गरेको छैन र मैले चाहिँ लान्छु छोरीहरूका पोका पार्दै पुर्याउँदै गर्छु छान्दैछु धमाधम लान्छु नि एक झोला त तिनीहरूलाई पनि दिएरै छोड्छु के भयो नानी हो र अनि यति गर्दा पनि यसलाई के चाहिँ अरे त अनिखेरि कुरा चाहिँ के भनेर लाउँदै थिए त के भन्दै हुन्छ तपाईँको बारेमा ए सबै बुढीले के अरे आलुहरू सबै पुऱ्याइदिन्छ छोरीकामा मात्रै लान्छे जतिखेर पनि पोका पार्दै भन्दै सुनाउँदै हुनुहुन्छ कता भाउजूले हेर त कस्तिर चाहिँ आफू भने ऊ भनेर मर्यादै गरौँ आजसम्म छोरो भन्ने जन्माएको छैन अब छोरी पाउन पनि छोड्दिन पोल लाउन पनि छोड्दिन उसका माइतबाट ल्याएको पोको पुर्याएको छ र मैले पुर्याउँछु त हो त मेरो छोरी जान्ने हुँदो रहेछ धेर यसका चाहिँ म खोइ आज चाहिँ आज त म त के गर्दैछस् हँ अनि तमास थियो अरे त अनि तेरो त अनि उहाँ आमालाई माइतमा पोल्लाएर के पोल्लायो मैले म राम्ररी आमासँग बोलिरहेको छु फोन गर्नु पर्यो चाहिने नचाहिने पोल्लायो यसो उसो गरौँ दुनियाँ थोक गरौँ आफू भने उसलाई भनेर दुनियाँ स्याहारेकै निस्केर के भनिस् नि फोन गरेको थिइस् अरे सुन्दिनँ म भित्ताले त सुन्छ भन्छन् मेरो चाहिँ कान छैन निस्केर चलिया निकालिदिउँ यसलाई घरबाटै जाओस् तेरो यहाँ बाटै छैन जाने हो
के गर्ने हो खुसी गर